हेलो बो गेमरहरू क्या ल Hello. युट्युबर कहाँदेखि हो What's your name? हो इङ्ग्लिस इङ्ग्लिस मलाई त म बुझ्दिनँ है म भर्खर हिज नेम इज निशान श्रेष्ठ म Oh, बुझ्दिनँ हौ इङ्ग्लिस Where are you from? I'm from the Philippines. Philippines. ओ Wow, do you have a YouTube channel? नेपाली जस्तो देखिन्छ त अनि Yeah, I have a YouTube channel. Write your YouTube channel here. We subscribe. We 3 years. 3 people we are here. You have 3 subscriber more. Me, wait, wait. YouTube, wait, पो YouTube. पो 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 Just wait, we search here. एमए Okay, yeah, look here. Which is your ID एम account? उयो देखेन एमए Pay, MAE base, CON CON. टी BR, mine. ओ माई Oh गॉड wow! 25K ओ माई गॉड Subscribe Kina. for the see here yes you just see here me doing this here this happening and where this this bell Thank, icon thing thank you. happen gamer. Dhanyabad. Are you gamer? yes No, only blogger. blogger Nai. Gamer You ain't don't mo. play. You don't. oh नेपाली game Man Nepali ain't क्या? Oh, wow, you know Nepali oh also. Wow, you are so cute here. Look here. oh my god नेपाली Chamin बोल्न wala. आउँछ. नहीं pizza wala. pizza यो भिडियो एकदम पुरानो हो त 7 6 वर्ष वर्ष हो त्यो 6 वर्ष पुरानो 6 वर्ष पुरानो. पछि अनि हेर्नु नेपाली चाहिँ न कति राइट अहिले कहाँ हुनुहुन्छ? नेपाल अम्बो ओ कहाँनिर? म कुन चाहिँ ठाउँमा? हजुर सुदूरपश्चिम सुदूरपश्चिम भन्नाले कता सुदूरपश्चिम कता बर्दिया प्लेस नजिक बर्दिया बर्दिया ओ मलाई थाहा छैन बर्दिया कता हो बर्दिया थाहा छ थाहा छैन हल्का फुल्का एकछिन हजुरहरू कहाँ बस्नुहुन्छ त धरान 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 आउनु काठमाडौँबाट कति टाढो हो अबै काठमाडौँबाट कति 24 घण्टा 12-13 घन्टा लाग्छ 12-13 आउनु न वाह दो दामी बहुत सुन्दर है धरानमा के छ दामी त दामी प्लेस है इधर हो धरानमा के छ त धरानमा के छ भन्नाले मतलब घुम्ने जग्गा दामी छ अर्का सम्पङ छ अँ, अर्का सम्पङ अँ, हर्कल साम्पाङ छ ए अहिले चलेको अनि हामी जस्तो पनि छ ए म त एउटा टिकटकेर हेरेको त्यो दाइ धरानबाट हो त होला कुन भिडियो कस्तो कस्तो कुन चाहिँ कस्तो यो डक्टर नयाँ टिकटकर हो क्या ए डाक्टर सासङ ओ यो धरानबाट आएन धरानबाटै हो त्यो मैले गोपा क्याम्प त्यो त्यहाँदेखिको कति 5-6 मिनट लाग्छ त्यहाँदेखि त्यहीँ माथि हामी ए चिन्नुहुन्छ चिन्नु त होइन चिन्नु त चिन्दैन हामी त्यही आउँछ फिडमा हामी चाहिँ भिडियो सिडियोमा थिएँ ए ल हजुरहरू के हो त विद्यार्थी हो कि कस्तो हो विद्यार्थी म त बिहा गरेको यो चाहिँ विद्यार्थी हो र तपाईँ चाहिँ म त बिजनेस वुमन हो ओ मनी है मनी पैसा पैसा कति वर्ष भयो बसेको नेपाल म अँ 2017बाट कति हो 17 18 19 20 21 8 वर्ष हो तर के भन्छ म यता बस्दैन क्या म त आउने जाने हामीलाई काममा हालिराखेर जानु नि कस्तो काम इलिगल कि लिगल हो इलिगल अब इलिगल त होइन त मसँग कस्तो छ अनलाइन बिहे पर्छ ए त्यो गेम टाइपको रहेछ बिटी क्या बोल्थ्यो क्या भन्छ बिटी त्यस्तै होला के रे कस्तो काम भन्नाले के गर्नुपर्छ म होइन त्यो अनलाइनमा चाहिँ ए म त त्यो दरास्ता छ त्यो अनलाइन सपिङ वेबसाइट दराज म त यस्तै हो तर अर्को देश हो फिलिपिन्सको ए अन्त अहिले पनि नेपालमै हुनुहुन्छ
सस्तो सस्तो सामानमा अन्त अब कहिले फर्किनुहुन्छ अर्को महिना होला हामीलाई लानु मिल्दैन पासपोर्ट छ हजुरहरूको पासपोर्ट छ सबै छ लानु मिल्छ हो र म त के हो त रिक्रुटर हो साँच्ची नै हो म त के हो त अनि तपाईँले लानु मिल्छ भने जाइदिउँ काम गर्नु भने लानु न फिलिपिन्सको केटी खोज्नु न त नि दिन्न अनि तपाईँ चाहिँ होइन अन्त तपाईँसँग चलिदिउँ भनेको नि अब कहाँ खोज्नु अब तपाईँ बल्ल बल्ल नेपाली बुझ्ने पाएको अनि म त खोजिदिन्छु होइन तपाईँसँग जाने अरूसँग त नजाने कस्तो कुरा हो त यार तपाईँ कस्तो राम्रो नेपाली बोल्नु हुँदो रहेछ हामीलाई फिलिपिन्स सिकाउनु हामी फिलिपिन बोल्छ फिलिपिन्सको आइडी माग्नु एउटा दिनु के अरे फिलिपिन्सको केटीको आइडी दिन्न किन तपाईँ म्यारिड हो र बिहा गर्नु भएको म्यारिड हो भइसक्यो अन्त के आइडी खोजिदिनु त एउटा फिलिपिनको दिन्न त हौ हुन्छ साँच्चीमा भनेको त कस्तो यहाँ काम पीडित भयो बे भइसक्यो होइन हजुरको होइन जिस्केको प्योर सिङ्ग जन्मेदेखि अब जाने चाहिँ खोज्दैछ उमेर कति हो त उमेर 23 वर्ष पुग्यो तर पढाइ चाहिँ अलिक कम्ती छ ए ल हुन्छ म खोजिदिन्छु थाइल्यान्ड अब नेपाल सबै इन्डोनेसिया भाषा आउँछ तपाईँलाई मलेसिया सबतिर पो नाइ गएको भाषा चाहिँ नेपाली चाहिँ आउँछ नेपाली अनि कुन आउँछ म त इङ्ग्लिस आउँछ फिलिपिनो आउँछ जापानिज आउँछ स्पेनिस आउँछ हामीलाई अब फिलिपिन मिलाइदिनुहुन्छ होइन म पासपोर्ट छ रेडी म उडिहाल्छु कहिले हो त एक्सपायर कहिले हो त हजुरको पासपोर्ट एक्सपायर कति वर्षको हुन्छ मैले हिजो अस्ति बनाएको 1 वर्ष भयो मैले बनाएको ए त्यो 10 वर्षको लाग्यो त ए त्यसो भनेपछि म अझै अब 9 वर्ष बस्नुपर्छ फिलिपिन 9 वर्ष बाँकी छ 9 वर्षमा भक्कु कमाउँछु मलाई बिजनेसमा हाल्नु नि अन्त के खोल्नु पर्छ त बिजनेसमा के गर्नुहुन्छ त्यही गरिदिन्छु काम पनि सब गरिदिन्छु मोमो बनाउने आउँछ मोमो बनाउनु आउँछ मोमो बनाउनु के भन्नुभएको मोमो समोसा लिएर गएकोदेखि मोमोको किमादेखि पिठो मुस्नुदेखि सब हाल्ने कसरी हो त कसरी सिक्नु हो त मोमो चाइनिज पनि आउँछ होइन अनि त्यो सिम्पल पनि आउँछ के आउँछ नि त मोमो सब टाइपको आउँछ कसरी हाल्नु म त कसरी आउँछ सिकेको युट्युबबाट ए युट्युबबाट ए पढाइ पो छैन अलिअलि ट्यालेन्ट त छ तर लानै मान्दैन कसैले लानु मानेन हौ ल तपाईँको त्यस्तै इन्कम रहेछ अनि किन उयो त्यो बिजनेस नेपालमै चलाउनु भएको होइन मेरो त्यो कस्तो मेरो बुधा यही बस्नुहुन्छ क्या ए तपाईँको बुढा डक्टर हो ए यहाँको डक्टर पो नेपालको डक्टर हो अब नेपाली कहाँ नेपाली हो कि उताकै फिलिपिन नेपाली हो हामी त फिलिपिन्समा भेट्यो हामीसँग 10 वर्षसँगै हो त बहिनीहरू छैन तपाईँको यसो छेउछेउको बहिनी छैन दिदी छ दिदी बिहे भइसक्यो